हेलो एभ्रिवान, टसिदले सबैजना सन्चै हुनुहुन्छ होला है। अनि आज चाहिँ हाम्रो छुट्टीको दिन एन्ड द वेदर इज नट भेरी गुड है। पानी परिरहेछ पुरा। द्याट्स लाभाको पानी भनेको, लाभाको मौसम यस्तै हो है। अनि अहिले चाहिँ म खानासाना खाएर अब हाम्रो 7जना जस्तो लामा भाइहरूलाई चाहिँ त्यो 7 वर्ष 11 वर्ष पुग्दाखेरिको सुई लगाउनको लागि लग्न लागेको। सो या जाउँ है त। अनि तपाईँलाई म हाम्रो लाभा पनि बाटोमा हाम्रो लाभा बजार लाभाको हाट पनि देखाउँला है। या आम्बो हेर्नु त पानी परेको, छाता पनि छैन, म कसरी जानु। छाता चलाउनु पर्ला कसैको है। ओ हिँड्दो यारा, छाता चलाउनु पऱ्यो नि होइन। पानी पर्यो, पानी दुःख पायो। अबी यसको दे न रेनकोट, दामी रहेछ है। मलाई दे न। ए टेन्सन नबो, सुई लाउनु पर्छ आज ल, मजा आउँछ। आम्मा पल्नेकालाई यो यो के हो, यो लानु पर्दैन यसलाई। यसलाई 2-3 सुई हाल्नुपर्छ यसलाई होइन। आज चाहिँ बच्चाहरूलाई सुई हाल्न लानुपर्छ। के आउँदैन सुई लाउनु पर्यो नि त, नभए जिउ जिउ बढ्दैन त तेरो, यतिकै पुड्के बस्ने। ए जाँदैछ है हामी चाहिँ। ए क्षमेन्द्र चाहिँ कहाँ गएको? हामी कहाँ गएको? हस्पिटलमा। के गर्न गएको? सुई हान्नु। मजा आउँछ है, कस्तो मजा आउँछ, छुस्स गरेर लगाउँछ हो। कमिटीले तँले चाहिँ 3टा सुई खान्छ आज। कुकुरले टोक्यो भने के हुन्छ? हामी हस्पिटल त जाँदैछ। कुकुरले टोक्यो भने त्यही फेरि 2-3 सुई लगाउने नि त है। के किन्न लागेको? तिमीहरू सबै खाना राम्रो खाए है? खाना राम्रो नखाएर फेरि सुई लगायो भने ढल्छ नि फेरि तिमीहरू। के हो? केही भन्न हौ, के भन्न ल, के भन् त? के भन्ने छैन? खोइ भर्खर भन्दै थिएँ त गाइज। के अरे सबैलाई नमस्कार। सन्चो छ कि छैन? सबैलाई सन्चो छ कि छैन होइन? हामी चाहिँ यहाँ बिन्दास भएर है मस्तले जाँदैछ है, पानीमा भिज्दै है। मजा आउँदैछ है। पानीमा भिज्नुपर्छ नि त। कसै जग्गामा पानी पर्दैन, कति मन दुख्दैछ। म त सुई लाउँदिनँ, मलाई त डर लाग्छ। तिमीहरू मात्रै लगाऊ ल सुई। अबे कस्तो पोल्छ आमा। कहाँ गएको? भई एकदम ठुलो सुई छ भई। मलाई त कस्तो डर लागेको पहिला। आम्मामा अहिलेसम्म सुई लगाएको छैन? लगाए है। अन्त डर लाग्यो? ए के डराउने, हेट केही हुँदैन त्यो सुईले। ओइ मेरो छाता तल है ल। हामी चाहिँ पुग्न लाग्यो हाम्रो लाभा गभर्मेन्ट हस्पिटल। हेर कति राम्रो होमस्टेहरू छ है यता लाभामा। हस्पिटल पुग्यो है ल। वाउ यो दामी बनाएछ है, पहिला थिएन नि। है ल। सो यो चाहिँ है हाम्रो लाभाको हस्पिटल। ल जाउँ त्यहाँ त्यो रेनकोटहरू सबै फुगा ल, राम्रोसँग राख्ने है एक जग्गा।
ल जाऊ जाऊ छिटो जाऊ छिटो छिटो जाऊ छिटो जाऊ के हुँदैन हौ छ्या 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 कि भयो रे मजा आउँछ प्रवीण प्रवीण मजा है तर्सेर के हुँदैन उता हेर्नु यता यता हेर्नु भन्दैछ उता हेर्नु भन्दै सुन्छ यता हेर्नु मलाई मलाई यो चाहिँ नडराउँदो रहेछ है यो चाहिँ डराउँदैन रहेछ है यता हेर साह्रो नहरे ठाकुमा चाहिँ ठाकुमा चाहिँ कस्तो भयो मजा आयो दुख्यो दुखी छैन पोलेको चाहिँ छैन हेट पोल्यो पोल्यो तिमीलाई पोलेन है उसलाई चाहिँ केही हुँदैन है टेन्सन नभए पोलेन झुट बोल्दैछ उहिले कासङ्गीमा पोलेन कसै हान्ने खुट्टामा हान्ने कामठेनले पोल्यो उयो अनि उयो आम्बो रुएर आम्मा है उयो पोलेको पोलेन भन् त पोलेको पोलेन बुई हो म पनि लाउने हो है मजा आयो आज है सुई लागेर मजा है अलिक तगडा भयो जस्तो लागेन स्ट्रङ भयो जस्तो लागेन है हामी चाहिँ अब सुई लगाइसकेर जाँदैछौँ हो अब चाहिँ गुम्बामा फर्किँदैछौँ है